त्यसकारण ए राजा अब जति एक बार मात्रै पाशुपत क्षेत्रको दर्शन गरेको छ, यो पुण्य भूमिमा हाम्रो पाहु पदार्पण भएको छ, भगवान प्रति समर्पित भएर हामीले दर्शन गरेका छौँ भने हामीलाई भोलि अवश्य शिवलोक प्राप्त हुन्छ, यसमा कुनै संशय नै छैन। अब राजन यो नेपालको महिमा सबै कुरा नेपालमै छ भन्ने हामीले सुनिरहेका छौँ। जल थल पाखा पर्वत सबै कण कणमा यो देवभूमि, यो ऋषि महर्षिको भूमि हो, यो गइकन वेदव्यासको भूमि, बुद्धको भूमि, बराह क्षेत्रको भूमि, स्वर्गद्वारीको भूमि, हरिहर क्षेत्रको भूमि, गण्डकीको भूमि हो। ती गण्डकी नदी कस्ती छन्, जहाँ काली गण्डकी जसलाई कृष्ण गण्डकी पनि भन्छौँ। विश्वमा यदि हामीले शालिग्राम कहीँ पाउँछौँ भने गण्डकीमा मात्रै पाउँछौँ, काली गण्डकीमा, अरू कहीँ शालिग्राम प्राप्त हुँदैन। त्यसै कारणले राजन अब त्यो गण्डकीमा हे राजन पार्वती महारानीको पसिनाबाट उत्पत्ति भएको कथन छ। त्यो गण्डकी सर्वोत्तम श्रेष्ठ नदी हुनुहुन्छ, पुण्यदायक हुनुहुन्छ, जसले गण्डकीमा गएर एक बार स्नान गरेको छ। हरिहर क्षेत्रमा गण्डकीमा त्यहाँको जलले स्पर्श गरेको छ भने हाम्रा सकल मनोरथहरू पूर्ण हुन्छन्। गण्डकी माताको, गण्डकी मैयाको, ती गण्डकी पापनाशक हुनुहुन्छ, ती गण्डकीमा पुण्यदायक हुनुहुन्छ। हामीले पितृहरूमा श्राद्ध यदि त्यहाँ गएर गऱ्यौँ, श्राद्ध गर्ने ठाउँ कहाँ कहाँ हो? अब छोटो समय यहाँहरूलाई म बताउँछु। श्राद्ध हामी गर्छौँ नि घरमा, होइन? श्राद्ध गर्नुहोस् है हजुरहरूले, श्राद्ध श्राद्ध होइन, श्राद्ध गर्नुहोस्। श्राद्ध गर्ने ठाउँ कहाँ कहाँ हो भन्दाखेरिमा हाम्रा पुण्य क्षेत्रमा उत्तरवाहिनी, गोकर्णेश्वरमाथि उत्तरवाहिनी, हामी घरमा त गरिहाल्छौँ नि, होइन? तीर्थमा। अनि त्यहाँ पनि गण्डकी क्षेत्रमा श्राद्ध गर्ने पितृहरूमा के भनेको छ? आफ्ना सन्ततिले दिएको त्यो जल पितृहरूको लागि अमृत समान हुन्छ। त्यहाँ हामी खुवाउँछौँ नि, देवतालाई के भन्छौँ? स्वाहा। अग्निमा ओम प्रजापते स्वाहा, ओम शिवाय स्वाहा भन्छौँ, होइन? चरु हाल्छौँ नि। देवतालाई स्वाहा, पितृलाई स्वधा। के अरे पितृलाई स्वधा, देवतालाई यसरी हवन गर्ने, पितृलाई हजुरहरूले जल तर्पण गर्ने। आमा बुवाहरूलाई मैले बढी यो फोकस गरेको, पितृलाई तर्पण गर्दा कसरी गर्ने होला त? हो, हाम्रो गुरुदेवले तबाट मलाई इसारा गरिहाल्नु भयो। यसलाई हामी के भन्छौँ? चोरी अम्लो भन्छ क्यारे, होइन? यसलाई के भन्छ? बुढी अम्लो। यो दुईटा अम्लोको बीचलाई के भन्छ? पितृतीर्थ। त्यसै कारणले पितृतीर्थ भन्छ है यो दुईटाको बीचलाई। त्यही पितृलाई जहिले पनि तर्पण गर्दा कसरी गर्ने? यसरी गर्ने। ल यति त बुझ्यो नि त। धेरै एउटा कुरा एक दिन एउटा गुरुले भनेको बुझ्नु भने पुग्यो। हो अब तीर्थ श्राद्ध कहाँ कहाँ गर्ने भन्दा गोकर्णेश्वर भयो, गण्डकी भयो, हरिहर क्षेत्र भयो, यी आदि क्षेत्रमा पितृहरूको लागि श्राद्ध गर्ने। श्रद्धया, श्रद्धा शब्दबाट श्राद्ध भनेको छ। त्यहाँबाट हाम्रो नेपाल महिमा, यो हिमवत खण्ड अब गइकन यो पशुपति पुराण नेपालभरिको वर्णन छ। कहाँ कहाँ के गर्ने सबै यही हाम्रो जन्मभूमिमा छ, हाम्रै नेपाल राष्ट्रमा छ। अन्त विदेशमा केही खोज्न जानु परेन, हाम्रै देशमा रहेछ। जय बोलो सत्य सनातन धर्मको, पशुपतिनाथ भगवानको। श्रद्धालु भक्त सज्जन, आज गण्डकीको संक्षेप बताएँ मैले यहाँहरूलाई, किनभने अब आज फेरि अरू हाम्रा मित्रहरूलाई समय दिनुपर्छ। सबैले पालैसा कथा वाचन गर्नु पर्यो नि। हजुरहरूलाई पनि धेरैजनाले भनेको सुन्दा अर्कै आनन्द होला। कसले कसरी प्रस्तुत गर्ने, कुन गुरुले कसरी प्रस्तुत गर्ने, आफ्नो प्रस्तुति शैली हुन्छ। त्यसकारण आज हामीले 4औं दिन भइसक्यो, 2, 3, 4, 5 हामीले कथा वाचन गरेको।
र अब आज यो 4औं दिनको नियमित मेरो समयको प्रसङ्गलाई मैले अब भिट मार्ने बेला भयो। पुनः भोलि आमा दिदीबहिनी दाजुभाइहरू नछुट्नुहोला। नेपालको महिमा, यो नेपालको महिमा पाशुपत पुराण हिमवत खण्ड नेपाल महात्म्यको पुराण त्यति लागेको छैन है। त्यसका यो हामी भागवत सुन्छौँ, अरू पुराण सुन्छौँ, त्यति यो सुनेका छैनौँ। त्यसकारण भोलिबाट पनि नछुट्नुहोला। भोलि पनि यसै समयमा यहाँहरूको साथमा यो कथा प्रवचन लिएर आउने, यहाँहरूलाई जानकारी गराउँदै यहाँ सम्पूर्ण गुरुजनहरू, वाचक वाचिकाहरू, भक्त सज्जनहरूलाई अब बिदा माग्ने बेला भएको प्रसङ्गबाट र चाहिँ हामीले जस त्यहाँ सहयोग गर्नुभएको छ, हामीलाई क्यामेराको माध्यमबाट, प्रत्यक्ष टेलिभिजनबाट, घर घरमा हाम्रो मोबाइल सेटमा हामीलाई यहाँको कथालाई प्रत्यक्ष रूपमा सबै गुरुआमाहरूको कथा प्रवचन घर घरमा, हातमा, मोबाइलमा पुर्याइदिनु भएको छ। र हाम्रा सञ्चारकर्मी मित्रहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रा कलाकार बन्धुहरू, यहाँहरूले पनि गाह्रो नमानी, साह्रो नमानी महिनौँ दिनसम्म गाउनु छ, बजाउनु छ, आनन्दपूर्वक हामीलाई साथ दिनुभएको छ। कलाकार बन्धुहरूलाई पनि धन्यवाद दिँदै, आयोजक परिवार विश्व हिन्दू विवाह सङ्घलाई पनि धन्यवाद दिँदै, आभार प्रकट गर्दै आजको जुन मेरो नियमित प्रस्तुति कथालाई बिट मार्दै पुनः भोलि यहाँहरूको सामु उपस्थित हुने जानकारी गराउँदै आज सोमबार कामिका एकादशीको दिन भगवान पशुपतिनाथको चरण कमलमा धन्यवाद गर्दै बागमती आमा, भुवनेश्वरी माता, गुहेश्वरी माता, गोकर्णेश्वर महादेव लगायतका सम्पूर्ण देशका तीर्थहरूलाई नमन गर्दै अब बिदा लिन चाहन्छु। हरे नमः। ओम नमो भगवते वासुदेवाय। अब द्वादशाक्षरी एउटा भजनमा मन्त्रमा यसो नाच्नु होला। अब मलाई त नचाइरहन मन थियो, पालो दिनुपर्ने हुन्छ, त्यस कारणले अनि म बिदा लिन्छु। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते जय हो। ताली बजाउनुहोस् है, झट 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 मार्नु। वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। जय हो। खै ताली बजाएको पाप भाग्छ है सबै। यसरी हातमाथि उठाएर बजाउनु, यसरी जप 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 गर्नुपर्छ।
भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय हरे कृष्ण शिव शंकर भोलेनाथ को सच्चिदानन्द भगवान को भन्दै भक्त सज्जनहरूबाट एकछिन ओझेल पर्दै एकछिन भने आजलाई भोलि पुनः यसै समयमा उपस्थित हुने जानकारी गराउँदै अब यो माइक्रोफोन योगमाया सखीलाई हस्तान्तरण गर्दै बिदा लिन्छु। ओम नमो भगवती वासुदेवाय ओम नमः शिवाय हर हर महादेव। जय होस्। धेरै धेरै धन्यवाद समस्त भक्तजन तथा गुरुजनहरूलाई। उहाँ हुनुहुन्थ्यो युवा कथा वाचक भागवत रत्न पण्डित श्री टीका सुवेदी। उहाँको मुखारबन्दबाट हामीले श्री पशुपतिनाथको इतिहासमा पहिलोपटक ऐतिहासिक श्री पशुपतिनाथ महात्म्यका साथ नेपाल महात्म्य श्रवण गर्ने अवसर